अब यहाँ एक सर्ट मिठो लिन पर्यो। फर्स्ट टाइम मैले ड्रोन किनेर अनि पहिलोचोटि उडाएको ठाउँ यही हो क्या। यहाँ उडा भएर यस्तो होइन फर्स्टचोटि उडाएको क्या कन्ट्रोल भइदिरहेको क्या। अनि पछि त के भयो मलाई त्यति आइडिया थिएन। त्यो ड्रोन त्यतिकै बिग्रियो। फेरि यो ड्रोन नि हेरौँ के हुन्छ। अहिले त उडाइरहेको भएर खासै त्यस्तो लाग्दैन। टक्क अब हुन्छ नि ड्रोन अब कता गइरह कुन उमा साइडमा गइरह अनि टक्क हेर्छु अनि त्यसलाई डाइरेक्ट क्यामेरा डाउन स्टे गर्छु अनि ठ्याक्क आफ्नो टाउको माथि कताबाट हुन्छ टाउको माथि ल्याउँछु अनि ठ्याक्क आफ्नो सेन्टर पोइन्टमा परेपछि सिधै तल झापिदिन्छु क्या। त्यस्तो गऱ्यो भने चाहिँ हराउने चान्स नि कम हुँदो रहेछ। अनि मैले चाहिँ प्रायः त्यही गर्छु कि अब लङ उडाइदिया हुन्छ कता कतासम्म पुग्छ होइन। अनि आजकल अब सिधा यस्तो तान्दाखेरि नआउने के अरे छड्केर तान्दाखेरि अनि पुरा डाउन गर्ने क्यामेरा अनि भुइँमा स्ट्रेट देखाइदिने त्यहाँबाट सिधै आफ्नो टाउकोमा ल्याउने अनि ठ्याक्क अब यतिमा चाहिँ मेरो सर्कल एरियामा छ अनि सिधै तल मुभ गरिदिने ट्याक्क अनि हल्का देख्न थालेपछि अनि बल्ल त्यही अनुसार चलाउने गर्छु कि मैले चाहिँ ड्रोन। तपाईँहरूले चाहिँ कसरी चलाउनुहुन्छ है ड्रोन भएकोहरूले। त्यही हो। अब यो चाहिँ हल्का दामी जानेपछि चाहिँ म एफपिभीको लिन्छु बवालवाला म्याट टोक्ने। त्यसपछि यस्तो खतरा हान्छु नि हो न म्याट टोक्ने चुई उडाएर हान्छु क्या म्याट कसम। अनि आज चाहिँ मैले उडाएको भइरहेको छु क्या। तल नि उडाएँ फेरि यहाँ नि अब उडाउन लगाइरहेको छु। त्यहाँ नि उडाइदिएँ जतासुकै के है। मलाई आज म रमाइलो लागिरहेको अब जे होस् रमाइलोकै मजा लाग्छ क्या फेरि उडाउन नि यस्तो मजा। त्यो भिडियो गेम खेला हुन्छ नि त्यस्तै फिल आउँछ क्या म्याच तल। ठिक छ ठाउँ पनि बवाल छ नि फेरि म्याट टोक्ने जे होस्। अब अलि डाँडातिर जाँदा चाहिँ अब खोइ अस्ति पिको दहिरो गयो त्यहाँ गएर चाहिँ अलि राम्रोसँग उ गर्न पाएन कि के भयो है म्यासल हावाहुरी र वेदरले नि साथ दिएन कि राम्रोसँग। अनि त्यो अनुसारको भिडियो पनि बनाउनु पाएन। हावातालमा जे पाउँछ त्यही गरिदिएँ। अब त्यही हो गाइस। अर्कोचोटि चाहिँ उता एयरपोर्ट साइडमा जान्छु त्यहाँ चाहिँ बवाल छ। त्यहाँको चाहिँ मिठो सर्ट हान्छु मैले। त्यहाँ चाहिँ प्लेनबाट खिचेको छोटो भिडियो हालेको थिएँ तपाईँहरूलाई। हल्का उबाट देखाइदिने छु माथि आकाशबाट देखाइदिने छु हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि ज्याकीलाई पनि हेर्न सक्नुहुन्छ। सपोर्ट गर्नु होला न गाइज यार सपोर्ट गरिदिनु न यार। हल्का यसो लाइक गरिदिनु सेयर गरिदिनु सब्सक्राइब गरिदिनु माया गरिदिनु न। ओ तपाईँहरूको लागि भनेर माया टोक्ने मरिमेटी गरेर माया टोक्ने जे पाउँछ त्यही अब हुन्छ नि सकेसम्म राम्रै बनाउने कोसिस गरिरहेको छु। भएको छैन अब कहिले के मिल्दैन काम पनि गर्नै पर्यो। डाँठो अब धनी बाउको छोरा होइन आफू पनि डाँठो है। त्यही त हो धनी बाउको छोरा भएको डाको खाने हिँड्ने माया टोक्ने चिल गर्ने त्यसपछि अब जे मन लाग्छ त्यही गर्ने। अब त्यस्तो परेन आफै कमाउने हो आफै रमाउने हो आफै सेभिङ गर्ने हो। जाँठो अब बाउआजेले थुपारिदिएको सम्पत्ति छैन। अब त्यही त हो जाँठो आफूले जति कमायो अब जति धनी बन्न सक्यो आफूले कमाएर बन्ने हो जाँठो त्यही हो। ल तल चाहिँ आज धेरै खोइ के रहेछ प्रोग्राम जस्तो समथिङ त्यस्तै होला। यहाँ चाहिँ अहिले अब गर्मी लाग्यो नि त समर लागिसक्यो त्यही भएर टुरिस्ट नि यस्तो बढेछ। अनि फेस्टिभल त भएको एक महिनामा म्याट टोक्ने ल एक हप्ता मात्रै होला कि सुनसान हुने नत्र त म्याट टोक्ने फेस्टिभल त भएको। अब यहाँ प्रोग्राम हुन लागिरहेको कन्सर्ट के अब कुन चाहिँ ब्यान्ड आउन लाग्यो होइन बवाल स्टेज बनाउँदैछ। अब राम्रै भयो भने अब मैले नि अब चिनेको यसो राम्रै खाले आएर रहेछ भने म नि आउँछु हेर्नलाई तपाईँहरूलाई पनि देखाइदिने छु गाइस। सो त्यही हो भिडियो चाहिँ के बोले थाहा भएन है त्यसको लागि चाहिँ सरी। अब मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला। तपाईँहरूको मायाको प्रतीक्षामा छु म गाइस। सो बाइ बाइ सी यु नेक्स्ट भिडियो।